साथीहरु हामी चाहिँ परिवारै जाँदैछौँ श्रम संस्कृतिमा घुम्नको लागि। श्रम संस्कृति पार्क भन्नु पनि आउँदैन। श्रम संस्कृति पार्कमा जाँदैछौँ। अनि हर्का साम्पाङ ज्यूले कस्तो बनाएको छ भनेर चाहिँ हामी हेर्नु जाँदैछौँ। धरामा बसेर पनि अहिलेसम्म गएको थिएनौँ के, त्यही भएर मेरो मम्मीले चाहिँ धनकुटा बस्नुहुन्छ मम्मी र बाबा चाहिँ। अनि मम्मीले भनेर चाहिँ हामी जाँदैछौँ, आउनुभएको छ। त्यही भएर मम्मी र बाबा चाहिँ किन आउनुभएको भने नि मम्मी र बाबा चाहिँ हर्का साम्पाङलाई भोट दिनको लागि चाहिँ आउनुभएको हो क्या। दुईवटा भोट पनि खेरो जान्छ कि भनेर आउनुभएको छ। मम्मी ऊ पछाडि हुन्छ सेतो लगाउने यता, अनि यहाँ गङ्गा, अनि यता काकी, बाबा र काका अगाडि हुनुहुँदैछ। सो हामी चाहिँ भोट दिनको लागि जाँदैछौँ। भोट दिन परे संस्कृतिमा जाँदैछौँ। यता चाहिँ हाम्रो बसाइसकेर चाहिँ यता भएको कारणले चाहिँ उतादेखि भोट दिन मिल्दैन। त्यही भएर चाहिँ यता आउनुभएको छ मम्मी र बाबा चाहिँ हर्का साम्पाङको फ्यान हो होइन। जसरी भए पनि भोट हाल्ने अरे। हाम्रो खानदानै मम्मी र बाबा भन्नाले पनि खानदानले नै चाहिँ हामीले हर्का साम्पाङलाई हान्ने। हाम्रो खानदानमा त झन्डै 15-20 जना छ होइन। अब हाम्रो चाहिँ नागरिकता छ, नागरिकताको हाम्रो चाहिँ भोट लिस्ट छैन नि त, के भन्छ हाम्रो चाहिँ भोट कार्ड छैन होइन। अनि हामी चाहिँ नागरिकताबाट हाल्नु मिल्छ भने चाहिँ नागरिकताबाट हाल्ने भनेर सोचिरहेछौँ। अब भोट हाल्ने दिन त भोलि हो, आज चाहिँ 20 गते हो। आज चाहिँ घुम्न जाँदैछौँ, अगाडि हेरौँ कस्तो छ ठाउँहरू। हर्का साम्पाङको क्रेज पनि बढिरहेछ। मलाई चाहिँ पहिल्यैदेखि मनपर्छ हर्का साम्पाङ। भिडियोहरू चाहिँ बनाउँदिनँ होइन, हर्का साम्पाङ मनपर्छ भनेर लास्ट लाग्छ। त्यही भएर आज चाहिँ अब बनाउँदैछु हर्का साम्पाङको बारेमा। हर्का साम्पाङको बोलीले मन पराएको थिएन नि फेरि श्रम संस्कृति पार्कमा चाहिँ आइसकेको छौँ। यहाँ तल साथीहरू यहाँ कत्रो ठुलो पाइप रहेछ हौ। आमामा यो त यत्रो ठुलो पाइपमा पानी लिएको हो, छक्क पऱ्यो हौ म त साथीहरू। आमामा त्यो डेन्जर पाइप छ हौ, गरेकै रहेछ नि। यो चाहिँ सुरु हामी छिर्ने बाटो हो होइन साथीहरू। यहाँबाट चाहिँ छिर्देर दुईवटा गेट रहेछ, उताबाट पनि जाने यताबाट पनि जाने। यहाँ कस्तो राम्रो फुलहरू राखिदिएको छ। सो अब हामी छिर्दैछौँ, कस्तो कस्तो ठाउँ छ भनेर म तपाईँहरूलाई भरे भिडियोमा देखाउँछु है। हाम्रो मम्मी र बाबाहरू चाहिँ अगाडि नै गइहाल्नुभएछ ट्याम्पोमा। मैले चाहिँ आज मेकअप लगाएर आएको होइन फर्स्टचोटि। कस्तो राम्रो रोजहरू यहाँ फुलेको हेर्नु साथीहरू, यत्रो ठुलो। आमा यो परको कत्रो ठुलो छ। ओ माइ गॉड, कहाँबाट आउनु पर चाहिँ ढुङ्गा राखेको छ। हेलो साथीहरू यहाँ कस्तो राम्रो फुलहरू फुलेको छ हेर्न सक्नुहुन्छ। कस्तो राम्रो रहेछ हौ साथीहरू, सोचेको भन्दा पनि। यहाँ चाहिँ हाम्रो बुढी मान्छेले चाहिँ डोको बोकिरहेको छ। यो चाहिँ कुन, यो त पहिला जमानामा बोक्थ्यो नि, अहिले पनि बोक्छ यस्तो झोला। यस्तो झोला त हामीले पनि कति बोकेको। यस्तो कस्तो राम्रो बनाएको छ, पहिलाको जमाना खालको भनेर हाम्रो पुर्खौलीहरू चाहिँ नमिटोस् भनेर बनाएको अरे। सक्नुहुन्छ मूर्ति कस्तो राम्रो। यहाँ चाहिँ पर ढुङ्गाको चिनो राखेको रहेछ हौ।
किनकि यो त अब ढुङ्गा बोक्ने भनेर हर्का साम्बाङले चिनिन्छ नि त ढुङ्गा भन्ने बित्तिकै त्यही भएर होला ढुङ्गा राखेको रहेछ फुल चाहिँ कस्तो राम्रो राम्रो क्या अब डिजाइन यहाँ पर मरुन कलरको कति राम्रो यो मरुन कलरको साथीहरू यो रोजहरू चाहिँ खतरा मन पर्यो मलाई राम्रो छ कस्तो राम्रो फुलहरू छ होइन मेरो आमा चाहिँ हर्का साम्बाङको फ्यान हो त्यही भएर आमाले गर्दा नै आएको हामी चाहिँ घुम्नुको लागि मन पर्यो जहिले हर्का साम्बाङले हेरिराख्नुहुन्छ आज चाहिँ हर्का साम्बाङले बनाउनु भएको ठाउँ चाहिँ आइपुग्नु भयो हो अझै माथि माथि जानुपर्ने राम्रो राम्रो ठाउँहरू गएर लश्रम संस्कृति पार्क हामीले तल देखायौँ अब चाहिँ अर्कोपट्टि कस्तो छ है नजारा यताबाट छिर्नुपर्ने रहेछ Wow, so beautiful, so elegant, just looking like a Oh my god, यहाँ चाहिँ यस्तो बनाएको रहेछ है साथीहरू यहाँ चाहिँ ठ्याक्कै माटो राखेको चिन्ह जस्तोमा नि यस्तै हात राखेको छ अनि यहाँ चाहिँ फुल रोपेको रहेछ के हो यो कागती यस्तो पनि हुन्छ ओ माई गड यो त ढोल पो रहेछ त यस्तो गरेर खिच्न अनि ल वाउ यहाँ चाहिँ टक्क यसरी बस्ने साथी ओ माई गड यहाँ चाहिँ हलो रहेछ यो चाहिँ किसानको चित्र है साथीहरू वाउ यो नै मैले भिडियोमा देखिरहेको थिएँ कुन मान्छेले हालिरहेको थियो कुन मान्छेले हालिरहेको थियो भने यस्तो चाहिँ रियलको बनाएको छ भनेर क्या यो साथीहरू यस्तो राम्रो छ अगाडिबाट ध्यान यहाँ चाहिँ फुलले फुल रोपेको छ साथीहरू यसरी अनि यहाँ पनि भरिया अरे भरिया यता पनि भरिया कस्तो राम्रो होइन दिमाग चाहिँ लिएको रहेछ बनाउनु कस्तो राम्रो छ फुलले फुल ओ माई गड यहाँ चाहिँ फुल थामेर बसेको रे क्या जान्ने अनि बाङ्गै फुल रोपेको कि क्या ढुङ्गा कुद्दै गरेको रे क्या ओ माई गड स्मेल हेर्नुहोस् त स्मेल यहाँ चाहिँ बेल्चा पक्रेको अरे साथीहरू बेल्चा यहाँ चाहिँ पाइप बोकिरहेछ यहाँ चाहिँ जनावरको बस्ने ठाउँ क्या साथीहरू उल्लु रे क्या यो उल्लु चिल्की के हो तर भालु सुगा माथिबाट चाहिँ पातको छाप्रो त्यस्तै चित्र बनाएको रहेछ यहाँ चाहिँ के लेख्छ भने माटो हुँमा मलाई दुख्दैन बोल्न सकु देशकै कर्म गर्न सकौँ देशकै लागि मर्न सकौँ यहाँ चाहिँ हर्का साम्बाङको बल्ल बल्ल मूर्ति चाहिँ भेट साथीहरू यहाँ चाहिँ आर्मी हो कि के हो खुकुरी लिएर डन्डाले सेक्युरिटी गरिरहेछ ओ माई गड अब चाहिँ आइपुग्यो है खतरा अन्तिम घडी ठाउँमा हो कि
ल कति जानुभयो हौ साथीहरू यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँको भ्यू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पोखरी अरे वा बनाउँदैछु यहाँदेखि देख्नु मेरो बाबा दिदी मम्मी यहाँ चाहिँ आरा काट्दै गरेको चाहिँ कस्तो राम्रो सेम रियल खालको बनाएको छ क्या वाउ यहाँ त नाच्दै हिँड्नुपर्दा के क्या कस्तो राम्रो ठाउँ छ साथीहरू यहाँ चाहिँ पछाडि आरा काटिरहेको छ हेर्न सक्नुहुन्छ वा कस्तो देखिरहेछ हौ त्यही पानी हराउँदैछ यसरी बस्ने ठाउँ यहाँ चाहिँ आरा काटिरहेछ है साथीहरू मित्र नपसिदिनु होला धन्यवाद भित्र चाहिँ नपस्ने रे बाहिरबाटै देखाउँछ है साथीहरू कस्तो राम्रो माछाहरू पनि हुन्छ यहाँ कलरै कलरको ब्ल्याक ओरेन्ज सबै चाहिँ देखाउनु पाएँ होइन यो चाहिँ लास्टमा पाइप चाहिँ देखाउँछ ल साथीहरू यत्रो ठुलो पाइप छ कि यो सोच्नै नसक्ने आमामा मैले सोचेको थिइनँ हौ यत्रो ठुलो पाइपबाट पानी दिएको छ भनेर आमामा यो यहाँ भिडियोमा त कत्रो देखिँदैछ तर रियलमा त